ब्याक पनि काटिसकेका छौँ। अब हामीले फ्रन्ट काट्नु पनि हुन्छ। फ्रन्ट चाहिँ हामीले अब यहाँबाट काट्दैछौँ। सबभन्दा पहिला त ब्याकलाई नै यस्तो गरेर यसलाई यसरी उल्टो पारेर यहाँ राखिदिनु होला। अहिले तलपट्टि यहाँ बराबरमा राखिदिनु होला मार्क। यसरी राखिसकेपछि यसको लम्बाइ छ यहाँसम्म यसको। अब यसैलाई आधार मानेर सिधा एउटा लाइन खिचिदिनु होला। हामीले यहाँ चिरुवाको लागि 3 इन्च राखेका थियौँ। अब 3 इन्चमा यहाँ एउटा यसरी चिन्ह लगाइदिनु होला। अब यो 3 इन्चलाई यस्तो गरेर यसलाई चाहिँ स्लाइड गर्दै जानु होला। कहाँसम्म भन्दाखेरि ठ्याक्कै 1.5 इन्च भित्रसम्म यसलाई स्लाइड गरेर लानु होला। यसरी एउटा मार्क तानिदिनु होला। अब यो भित्र पनि अर्को एउटा 1.5 इन्चमा एउटाको मार्क खिचिदिनु होला। यस्तो गरेर 3 इन्चमा र 1.5 इन्चमा यसरी मार्क तानिदिनु होला। अब यसलाई यहाँ तलबाट बराबर गरेर यो 3 इन्चको स्लिट 3 इन्चको चिरुवालाई यस्तो गरेर आधार मानेर त्यहाँबाट यो पहिलो 1.5 इन्चसम्मलाई चाहिँ यो पछाडि पाटा बराबर यस्तो गरेर एउटा मार्क गरिदिनु होला यहाँ। अब यो मार्क चाहिँ हाम्रो पछाडि पाटा बराबर नै हुन्छ। यसलाई पनि हामीले यस्तो गरेर सेपिङमा मार्क गरिदिन सक्छौँ। यसरी मार्क लगाइसकेपछि अब यसलाई यसरी टर्न गरिदिनु होला यसलाई। अब यो कमरको लाइनलाई पनि यसरी अगाडि पाटामा यसरी कन्टिन्यू गरिदिनु होला। अब यहाँ लाइनबाट हामीले यो अगाडिपट्टि कठालो दिनको लागि छातीको 6 भागको 1 भाग 6.5 इन्च भन्दा अलिकति बढी प्लस 1 इन्च गर्दाखेरि 7.5 मा यसरी यहाँबाट मार्क तानिदिनु होला। अथवा यो मार्क लिनको लागि चाहिँ हामीले यहाँबाट पनि हेर्न सक्छौँ। यहाँ जति मार्क छ त्यो भन्दा हाफ इन्च कम गरिदिनु पनि हुन्छ। जस्तो यहाँनिर चाहिँ 12.5 छ भने हामीले यहाँ चाहिँ 12 इन्चमा मात्र यस्तो गरेर एउटा लाइन खिचिदिनु पनि हुन्छ। अब त्यो लाइनलाई यो यहाँबाट त्यो लाइनलाई यस्तो गरेर एउटा लाइन तानिदिनु होला। अनि अघि हामीले यहाँ भित्र 1.5 इन्च भित्र एउटा चिन्ह लगाएका छौँ। त्यहाँबाट यसको यहाँसम्म चाहिँ यसरी मार्क गरिदिनु होला। अब माथि यहाँ सोल्डर राख्नको लागि यसकै बराबरमा यो ब्याक साइडलाई नापेर यसको बराबरमा एउटा मार्क लगाइदिनु होला। अगाडि पाटाको नाप राख्दाखेरि चाहिँ छातीको 4 भागको 1 भाग भनेको 40 को 4 भागको 10 इन्च हुन्छ। त्यसलाई पनि 1 इन्च माइनस गरेर यहाँबाट 9 इन्चमा मार्क गरिदिनु होला यहाँसम्म। अब यहाँबाट 2.5 इन्च 3 इन्चसम्म चाहिँ स्ट्रेट गरेर खिचिदिनु होला यस्तो गरी लाइन। अनि अब यहाँनिरबाट यहाँसम्म चाहिँ यसैलाई यस्तो प्रकारले लाइन खिचिदिनु होला। अब यस्तो कुनोलाई चाहिँ हातैले मिलाइदिनु होला यस्तो गरेर राउन्ड सेपमा। अब यहाँबाट चाहिँ यस्तो गोलाइदिनु पनि हुन्छ। यो गोलाइदिनको लागि यसको मेजरमेन्ट जति छ त्योभन्दा हाफ इन्च घटाएर लगाइदिनु होला। यहाँ चाहिँ हाम्रो 11.25 छ भने यहाँ 10.25 मा एउटा मार्क गरिदिनु होला। हाफ इन्च भित्र बाहिर अर्को एउटा लगाइदिनु होला। अब यसलाई पनि यस्तो गरेर मार्क तानिदिनु होला। 2टा मार्क एउटा 2टा। यो मैले 2टा गर्नु कारण चाहिँ के भन्दाखेरि हामीले दाहिने पाटोमा चाहिँ अलि बढी खोल्न पर्ने हुन्छ यस्तो गरेर यहाँ राउन्ड सेप दिनु पर्ने हुन्छ भने देब्रे पाटोमा चाहिँ अलि कम खोल्न पर्ने हुन्छ। अब यसलाई चाहिँ हामीले कमरको ठ्याक्कै आधी राख्दा हुन्छ। कमर छ हाम्रो कमरको गोलाइ छ 34 इन्च 34 को आधा 17 इन्चमा यस्तो गरेर राखिदिनु होला यहाँबाट। अब यसलाई पनि यस्तो गरेर स्ट्रेटमा एउटा मार्क लगाइदिनु होला। अब यहाँबाट चाहिँ हामीले यस्तो गरेर गोलाकार सेप दिन सक्छौँ यस्तो गरेर। यो चाहिँ हाम्रो भित्री पाटोको लागि हो भने बाहिरी पाटोको लागि अलिकति बढी खोलेर दिनुपर्ने हुन्छ यस्तो गरेर यसरी। र यो दिँदाखेरि चाहिँ लगभग यहाँबाट 1.5 इन्चदेखि 1.25 इन्चको सम्ममा यसरी बाहिर लगाइदिनु होला मार्क गोलाकार सेप दिँदाखेरि। अब यसलाई पनि हामीले यसरी गोलाकार सेप दिनुपर्ने हुन्छ यस्तो गरेर। अब यहाँ चाहिँ हामीले 1.25 इन्च जति हामीले सोल्डर डाउन गर्नुपर्ने हुन्छ।
अब यसलाई हामीले काट्न सक्छौँ। अब यहाँ चाहिँ हामीले लगभग पाउने इन्च 1 इन्च जति हामीले डाउन गर्न सक्छौँ। यो यस्तो राउन्ड सेपमा काट्न पनि हुन्छ। यो चाहिँ हाम्रो बाउलाको। अब यहाँबाट पनि यस्तो गरेर मार्कमा यहाँसम्म चाहिँ स्ट्रेट, यहाँबाट यस्तो गरेर मार्क दिनु होला। अब यहाँबाट पनि पहिला हामीले यो बाहिरी चिनोमा काट्नु होला। र यहाँबाट पनि यस्तो गरेर काट्दिनु होला। अब हामीले चौबन्दी चोली काट्दाखेरि पनि एकैचोटि बाहिरको मार्कमा काट्न पनि हुन्छ। पछि हामीले सन्जाब लाउने बेला मात्र यो दाहिनेपट्टिको पाटोलाई चाहिँ हल्का खोलिदिएर अनि सन्जाब लाउन सक्छौँ। यसरी चाहिँ हामीले अगाडि पाटो पनि काटिसकेका छौँ। अब यो चौबन्दी चोलीको म चाहिँ खार्पा काट्न गइरहेको छु। खार्पा काट्नको लागि अगाडि अथवा पछाडि मध्ये एउटा कुनै पनि एउटा यसरी लिन सक्नुहुन्छ। र हामीले यहाँ बाउलाको फाँत खोलेको ठाउँदेखि चेस्ट लाइनदेखिको तल फेरभन्दा 3 इन्च माथि चिरुवा 3 इन्चको हामीले खोलेका छौँ। साइड स्लिट त्यहाँसम्म नाप्दाखेरि पाउने 10 इन्च आइरहेको छ। र अगाडि पाटामा पनि यति नै हुन्छ। अगाडि पछाडि दुईटा मध्ये एउटा कुनै पनि नाप्न सक्नुहुन्छ। अब हामीले खार्पाको हाइट लम्बाइ पनि त्यति नै राख्नुपर्ने हुन्छ, पाउने 10। यहाँबाट पाउने 10 मा यसरी एउटा मार्क लगाइदिनु होला। अब खार्पा काट्ने फर्मुला चाहिँ दुई प्रकारले हामीले काट्न सक्छौँ। म चाहिँ दुईटै फर्मुला पछि भन्दिनेछु, तर अहिले चाहिँ पहिला दुईटा मध्ये एउटाबाट भन्दैछु। खार्पा काट्ने फर्मुला चाहिँ छातीको 12 भागको 1 भाग भनेको हाम्रो 3.25 इन्च हुन्छ। 3.25 मा यसरी मार्क गरिदिनु होला। यो चाहिँ ठ्याक्कै यो जुन खार्पाको लम्बाइ छ त्योभन्दा 1 इन्च तलबाट नाप्नु पनि हुन्छ। यहाँबाट नाप्दाखेरि छातीको 12 भागको 1 भाग 40 इन्चको 12 भागको 1 भाग कति हुन्छ भन्दाखेरि 3.25 इन्च हुन्छ। यो चाहिँ सिलाइ समेत 3.25 मा काट्दाखेरि चाहिँ सिलाइ पनि त्यसैमा आउँछ। सिलाइ भाग राख्नु पर्दैन एक्स्ट्रा। अब यो मार्कलाई यस्तो गरेर डबल गरिदिनु होला। र यहाँ चाहिँ हामीले ठिक्कको 1 इन्च जति 1 इन्च अलिकति कम राखिनु फरक पर्दैन। अब त्यही मार्कमा यस्तो गरेर फोल्ड गरिदिनु होला। र हामीले खार्पाको लम्बाइबाट जुन 1 इन्च हामीले 1 इन्च तल एउटा लाइन कोरेका छौँ त्यसैलाई यसरी यतासम्म तान्दिनु होला। अब यहीँ तानेको लाइनदेखिको हामीले यहाँसम्म चाहिँ यस्तो गरेर हल्का आर्क सेपमा अथवा गोलाकार सेपमा यसरी लाइन तानिदिनु पनि हुन्छ, अथवा यस्तो प्रकारको स्केल पनि प्रयोग गर्न सक्नुहुन्छ। यो चाहिँ अलिक धेरै नै सिधा हुन्छ, त्यही भएर हातैले हल्का यहाँबाट चाहिँ यस्तो गरेर अलिक भित्रपट्टिबाट यसरी गोलाकार सेप दिनु पनि हुन्छ। अब यसलाई हामीले काट्न सक्छौँ। यसरी काट्दिनु होला र यसलाई सेन्टरमा यस्तो गरेर मार्क गरिदिनु होला। अब खोल्दाखेरि चाहिँ यस्तो प्रकारको सेप आइरहेको छ। यहाँ काट्दाखेरि चाहिँ छातीको 12 भागको 1 भाग यहाँ यो खार्पाको मेन लम्बाइभन्दा 1 इन्च तलबाट नापेका छौँ 3.25 इन्च भने यसमा चाहिँ सिलाइ भाग राख्नु परेन। 12 भागको 1 भाग गर्दाखेरि हामीले छातीको 8 भागको 1 भाग गरेर पनि काट्न सक्छौँ खार्पालाई। त्यो गर्दाखेरि चाहिँ 40 इन्चको छातीलाई 8 ले भाग गर्दाखेरि हुन्छ 5 इन्च। यो चाहिँ हाम्रो सिलाइ बिनाको मार्किङ हो। अब यसमा सिलाइ भाग राख्नुपर्छ। दुईतिर हाफ इन्चको सिलाइ जाँदाखेरि 1 इन्चको मार्क जान्छ, गर्दाखेरि लगभग 5 र 1 ले 6 इन्च हुन्छ। भने हामीले अघि 40 को 12 भागको 1 भाग गर्दाखेरि 3.25 इन्च। यो चाहिँ डबलमा यस्तो नाप्दाखेरि डबलमा थियो। अब यसलाई यस्तो खुल्ला गर्दाखेरि × 2 हुन्छ 6.5। अब 8 भाग गर्दाखेरि सिलाइ बाहेक 5 इन्च आयो खुल्लामा। यस्तो गर्दाखेरि 1 इन्च हामी सिलाइ राख्यौँ गर्दा 6 इन्च भयो। भने यहाँ चाहिँ हामीले 12 भाग गर्दाखेरि 3.25 आएको थियो यसरी डबलमा। र त्यसलाई अब खोलिँदाखेरि 6.5 इन्च आयो भन्दाखेरि अब अलिकति लुज फिटिङ लाउने मान्छेहरूलाई चाहिँ हामीले 40 को 12 भागको 1 भाग गर्नु पनि भयो र यसरी डबलमा। भने हामीले अलि टाइट फिटिङ लाउने व्यक्तिहरूलाई चाहिँ 40 लाई 8 ले भाग गर्दाखेरि कसरी
8ले भाग गरेर आउँछ यस्तो 5 इन्च यस्तो गरेर 5 इन्च चाहिँ खुल्लामा फेरि यस्तो डबलमा होइन कि यस्तो खुल्लामा 8ले भाग गर्दाखेरि चाहिँ प्लस 1 इन्च सिलाइ भाग सहित गरेर 6 इन्चमा यसरी लाउनु पर्ने हुन्छ। लगभग उस्तै यो दुईटै फर्मुलाबाट चाहिँ उस्तैको फरक आउँछ, अलिकति 4 इन्चको फरक मात्रै हुन्छ। यसरी काट्न सकिन्छ। प्रायः जस्तो साथीहरूले चाहिँ सोध्नुहुन्छ कि बडीको बौला फाँद र यो बाउलाको यो फाँद चाहिँ कसरी कुन हिसाबले राख्नुहुन्छ, यो राख्ने फर्मुला चाहिँ के हो भनेर सोध्नुहुन्छ। सबैमा एउटै फर्मुला आउँदाखेरि हुन्छ कि हुँदैन भनेर पनि सोध्नुहुन्छ। अब त्यसको लागि चाहिँ मैले के भन्दैछु भने यहाँ हाम्रो छातीको गोलाइ हाम्रो 40 इन्च छ, अप्पर चेस्ट माथिल्लो छाती चाहिँ हाम्रो छ 38 इन्च भन्दाखेरि माथिको छातीभन्दा ठ्याक्कै आधी हुन्छ। यसलाई 2 ले डिभाइड गर्दाखेरि 19 इन्च हुन्छ। यहाँ पनि हाम्रो सिलाइ भाग कटाएर 19 नै आइरहेको छ। बौलाको फाँद कति आयो भन्दाखेरि 19 इन्च आइरहेको छ। अब हामीले बडीको नाप्दाखेरि चाहिँ यो अगाडिपट्टिको बौलाको फाँद, पछाडिको बौला फाँद र खार्पाको तलपट्टिको त्यो बौला जोडिने भाग नाप्न पनि हुन्छ। यसरी नाप्दाखेरि चाहिँ अब हाम्रो खार्पाबाट आइरहेको छ 6 इन्च आयो। यसरी सिलाइ भाग यतापट्टि सिलाइ भाग आधी इन्च, यतापट्टि आधी इन्च छोड्दाखेरि हाम्रो 6 इन्च आइरहेको छ। खार्पाबाट आयो 6 इन्च। त्यस्तै गरेर अब फ्रन्टमा नापेर फ्रन्टमा पनि यहाँ सिलाइ भाग छोडेर नाप्दाखेरि 7 इन्च, फ्रन्टबाट 7 इन्च आइरहेको छ। ब्याकको पनि यसरी बौलाको फाँद नाप्दाखेरि यस्तो गरेर सिलाइ भाग यति छोडेर नाप्दाखेरि यसरी 5.5 आइरहेको छ। गर्दाखेरि अब यो त्यसलाई जोड्दाखेरि 6 7 13 13 5 18 र आधी इन्च गर्दाखेरि 18.5 इन्च आइरहेको छ र एकदम सही हुन्छ। हाम्रो बौलाको फाँद 19 इन्च आएको छ भने हाम्रो बडीको फाँद चाहिँ 18.5 छ। अब हामीले यसरी काट्दाखेरि जहिले पनि बौलाको फाँद भन्दा बडीको फाँद चाहिँ हाफ इन्च 1 इन्च सानो भएकै राम्रो हुन्छ। बडु पछि पुगेन भने हामीले यो यसको बडीको फाँद खोल्न सक्छौँ, पछाडिबाट पनि यस्तो गरेर हामीले खोल्न सक्छौँ। तर यदि अलरेडी नै पहिलाबाट नै यो ठुलो भइदियो भने यो बौलाको फाँद चाहिँ यसमा एडजस्ट हुनको लागि एकदम डिफिकल्ट हुन्छ र यसले चाहिँ पछि नराम्रो लुक्स देखिन्छ, बाहिरबाट पनि खुम्चेको देखिन्छ। त्यसकारणले गर्दा यो चाहिँ अलिक हल्का हल्का तन्केको र बौलालाई हल्का हल्का चाहिँ नम दिएको चाहिँ एकदम राम्रो देखिन्छ। त्यसकारणले गर्दाखेरि हाफ इन्च 1 इन्च सानो भएकै राम्रो हुन्छ। बडीको फाँद चाहिँ बौलाको फाँद भन्दा बौलाको फाँद चाहिँ अलिकति ठुलो भएकै राम्रो हुन्छ। कठालो काट्न 3 इन्चको चौडाइ राखेर यसरी लामोपट्टि काट्दिनु होला। यो चाहिँ कति लामो चाहिन्छ भन्दाखेरि कठालो लगाउनको लागि हामीले यस्तो गरेर अगाडि पाटा लगाएर पछाडि पाटालाई पनि यस्तो गरेर यहाँ हामीले यसरी पछि सिलाइ गरिन्छ, त्यही भएर यस्तरी राख्नु होला। यसरी राखिसकेपछि अब यहाँबाट यस्तो गरेर यो यसरी नाप्दै जानु होला। नाप्दै जाँदाखेरि चाहिँ यहाँ पनि ल ठ्याक्कै 14 इन्च आएर 14 दुना 28 हुन्छ। यसरी पनि हामीले नाप्न सक्छौँ। यहाँ हेर्नुहोस् कठालोको नाप चाहिँ गलाको नाप छ 16 इन्च, 16लाई आधा गर्दाखेरि 8 इन्च, 8 मा 6 जोडिदिने 14 हुन्छ, 14लाई 2 ले गुणन गर्दाखेरि 28 इन्च। यसरी नाप्न सक्यो। र यसरी अब प्र्याक्टिकली रूपमा यस्तो गरेर यसलाई चाहिँ छापेर दुईटाखेरि जोडेर पनि यसरी यहाँबाट ब्याक र फ्रन्टलाई यस्तो गरेर यहाँसम्म नापेर पनि हामीले यसको लम्बाइ कति हुने रहेछ भनेर पत्ता लगाउन सक्छौँ। अब हामी चाहिँ यो चौबन्दी चोलोको नाप बारेमा मैले पहिला देखाउँछु भनेर भनेको थिएँ, त्यसकारणले गर्दाखेरि म त्यो देखाउन गइरहेको छु। हामीले 40 इन्च छाती भएको चौबन्दी चोलीलाई फ्रन्ट काट्दाखेरि 40 को 4 भाग 10 इन्च हुन्थ्यो, तर हामीले यहाँ 1 इन्च घटाएर 9 इन्चमा काटेका छौँ। र यो चाहिँ पछि सिलाइ भाग जाँदाखेरि 9 को कति हुन्छ भन्दाखेरि यहाँ दुईतिर सिलाइ जाँदाखेरि 8 इन्च हुन्छ र दुईटा फ्रन्टको 8 दुना 16 फ्रन्टबाट आयो भने त्यसपछि हामीले ब्याकमा नाप्दाखेरि यहाँ पनि हामीले छातीको 4 भागको 1 भाग 10 इन्च हुन्छ, त्यसमा 1 इन्च घटाएर 9 इन्चमा काटेका छौँ। अब यहाँ चाहिँ हाम्रो बन्दवाला हुन्छ, त्यसकारणले खुल्दाखेरि यो 18 मा दुईतिर सिलाइ जाँदाखेरि 17, यो चाहिँ पछाडिबाट हाम्रो 17 इन्च आउँछ भन्दाखेरि अब खार्पा पनि जोड्नु पर्ने हुन्छ। खार्पाको चाहिँ हामीले यसरी 6.5 मा र दुईतिर सिलाइ जाँदाखेरि यसको चाहिँ 5.5 आउँछ एउटा खार्पाबाट भन्दाखेरि
दुईटा खाटपाबाट 11 आउने भयो 5.5 को 2 गुणा 11 हुन्छ। अब यस सबैलाई जोड्दाखेरि चाहिँ हेर्नुस् खाटपाबाट 11 इन्च आयो भने त्यसपछि हाम्रो ब्याकबाट 17 इन्च आयो। अब हाम्रो अगाडि पाटाबाट 16 इन्च आयो। एउटाबाट 8 इन्च भनेपछि दुईटाबाट 16 इन्च आयो। अब यो सबैलाई जोड्दाखेरि कति हुन्छ भन्दाखेरि 7 1 8 8 6 14 4 हातलाई 1 1 2 3 4 44 इन्च आइरहेको छ। हाम्रो छातीको गोलाइ कति छ भन्दाखेरि चेस्ट 40 इन्च। अब यहाँ हाम्रो एक्स्ट्रा बच्यो 4 इन्च। 4 इन्च मध्ये 2 इन्च चाहिँ हाम्रो लुजिङमा जान्छ हाम्रो भनेपछि बाँकी रह्यो 2 इन्च। यो 2 इन्च चाहिँ खप्टिनी भागमा जान्छ ओभरल्यापिङ। र यस्तो गरेर चाहिँ हामीले यसरी काटेर देखाएका छौं र हजुरहरूले पनि यस्तै गरेर काटेर सिलाउन सक्नुहुन्छ। हरेक साइजको चाहिँ यस्तो गरेर यही फर्मुला लगाएर काट्नु भन्दा अगाडि नापेर त्यसपछि चेक गरेर अनि काट्नु होला। अनि सफलतापूर्वक तपाईले पनि सिलाउन सक्नुहुन्छ। यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नु भएकोमा सबैजनालाई धन्यवाद। यस्तै गरेर अरू पनि भिडियो हेर्दै गर्नु होला। तबसम्मको लागि बिदा चाहन्छु। धन्यवाद। नमस्कार।